पढाउनेछौँ र आफ्नो कविता वाचन गरिदिनका लागि म जीवराज सरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज महान सांस्कृतिक सहित हिंसन इच्छुकको स्मृति दिवसको अवसरमा म सदा चाहिँ आज नयाँ कविता लिएको छैन, सबैभन्दा सुरुमा लेखेको कविता लिएको छु। अहिले नयाँ कविता अहिले पछि लेखेर लमैको कार्यक्रममा भन्नेछु। आज मेरो यो सबैभन्दा सुरुको कविता पहिलो वर्षको कविता हो। आजसँग भयो भने इच्छुकको सन्दर्भमा यो 23औं स्मृति दिवस भएर 23वटा कविता हुनेछ। मैले त्यो पनि जानकारी गराउन चाहन्छु। यो चाहिँ खोटाहरू विगतका तिता मिठा ती सब स्मृतिहरू, खोटाहरू विगतका तिता मिठा ती सब स्मृतिहरू खस्दैछन् आकाशबाट उल्का खसे चाहिँ, तर पनि मेरो हृदयको घाउ अझै हालै छ। इच्छुकको क्रान्तिकारी डोरीले भावनाका बारहरूले सदा सदाका लागि कसे चाहिँ। सपनाहरू नसुतेरै देख्नेहरू जगाइमै जीवनको तितो भोगाइमै। सपना सुन्दर सपना देख्नेहरू जो अनायासै देखिन्नन्, जो यथार्थदेखि सुदूर हुँदैनन्, जसले बिउतेरै देख्छ सुन्दर क्षितिजको सपना र सुतेकालाई बिउताउने सपना हो, त्यही हो महान इच्छुक जस्तै महान। जो जाग्यो र म जस्ता कैयनलाई जगायो, जो जाग्यो र म जस्ता कैयनलाई जगायो, अनि मुक्ति पथमा लगायो। पुष्पहरू जो टिप्पिन्छन् समर्पणका लागि, दिइन्छन् स्वागतका लागि, अनि बुनिन्छन् मालाका लागि। ती पुष्पहरू जो सुगन्धित छन्, जो काँडामा फक्रन्छन् अनि मुस्कुराउँछन् अबोध शिशु चाहिँ, ती हुन् अपराजित अझै शक्तिले युक्त सर्वहाराको संसार सिँगार्नको लागि र संसार उज्यालो बनाउने इच्छुकहरूका लागि, न कि त्यो जड निर्जीव अँधेरो कुनामा बस्ने कथित मूर्ति पुज्नको लागि। अब इच्छुकको यीबाट छ इन्तजारहरू जुन रहेसम्म, घाम रहेसम्म, निलो आकाश मुनि ठाम रहेसम्म रहनेछ अविस्मरणीय भएर। संसार बदल्ने सङ्ग्रामी बाम भएसम्म। अनि चबाट छ आधा चबाट च्वाक कति च्वाक यथार्थको धरातलमा ठडिएको, द्वन्द्वात्मक भौतिकवादमा अडिएको क्रान्तिको विचार साह्रै च्वाक। भेटिएका दबिएका शोषित पीडितको आँसुको गाजल जस्तै च्वाक, आँखाको गाजल जस्तै च्वाक। जो आँसुको भेलले नि बहाल्न सक्दैन, मोहको हुरीले गाल्न सक्दैन, मृत्युले नि ढाल्न सक्दैन। छुन्छ सगरमाथाको टुप्पो आस्था त्यो टुप्पो भन्दा नि उचो। अनि काल चाहिँ त्यो पुरुषार्थ सबका नसाभित्र उर्लन्छ, हृदयभित्र गुम्सन्छ अनि सम्झन्छ त्यो मरेर पनि जिउँदो मान्छे हो, होइन मरेको छैन बैतरणी तरेको। त्यो त मारिएको हजारौं साहसी आहुतित मान्छेको बिच पारिएको। र कति शिरहरू झुक्छन् तिनकै सम्झनामा। कमरेड सहित साहित्यकार नेपाली क्रान्ति जनयुद्धको आभा, प्रगतिशील साहित्यको सुनगाभा, ज्वालामुखी फुटाउने लाभा, परिवर्तनकारी अग्रगमनमा धड्किरहने माथिल्लो भेडा गाभा। इच्छुक धरतीका
धरतीका महत्त्वपूर्ण इच्छुक, धरती पुत्र इच्छुक, आफ्नो बाटो आफै खन्ने मूल सूत्र इच्छुक, सृष्टि र जलजलाको गाथा कोर्ने इच्छुक, क्यानभासमा आमूल परिवर्तनको खाका कोर्ने इच्छुक, सामन्तवादी संस्कारको चाका फोर्ने इच्छुक, मृत्युको पर्दामा प्राणलाई बन्दकी राखेर कोटी कोटी जनको भाका कोर्ने इच्छुक, सम्झनाको तरेलीमा हाम्रो परेलीमा आइरहुन् इच्छुक ससंवेदताको बसन्त बनेर शिशिरलाई चुनौती दिँदै गरिब दुखीको स्वतन्त्रताको गाना घन्काउँदै हर पल आइरहुन् इच्छुक, हाम्रा प्यारा इच्छुक, जनताका प्यारा इच्छुक, महान शहीद इच्छुक। धन्यवाद। धन्यवाद सर जीवराज शर्माज्यूले अत्यन्तै महत्त्वपूर्ण कविता वाचन गरिसक्नु भएको छ। म मन्तव्य कार्यक्रमलाई धेरै लामो गराएको छैन, छोटो कार्यक्रमलाई